खानेपानी, सरसफाई र स्वच्छतामा सकारात्मक परिवर्तनका लागि हाम्रो आवाज। नमस्कार अनि स्वागत छ सदाझै खानेपानी र सरसफाई सम्बन्धी कार्यक्रम हाम्रो आवाजमा। उपस्थित छौं म कमल र म उर्मिला। खानेपानी, सरसफाई र स्वच्छतामा सकारात्मक परिवर्तनका लागि कार्यक्रम हाम्रो आवाजको अर्को श्रृङ्खलामा आज पनि विविध सामग्रीका साथ तपाईँ समक्ष हामी उपस्थित भएका छौं। युनिसेफ नेपालको सहयोगमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडरेशनका लागि मिडिया क्याफेद्वारा उत्पादित यो कार्यक्रम हरेक आइतबार साँझ यसै समयमा प्रस्तुत हुनेछ र तपाईले यो कार्यक्रम मुलुकका विभिन्न 9 जिल्लाका 9वटा रेडियो स्टेशनबाट सुन्न सक्नुहुनेछ। साथै तपाईले www.fedwasan.org मा गएर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। खानेपानी र सरसफाईको क्षेत्रमा पूर्ण जानकारी पाउने एकमात्र कार्यक्रम हाम्रो आवाजमा हामीले यस क्षेत्रका विभिन्न विषय तथा समस्यालाई उठान गर्नुका साथै समाधानका पाटाहरूलाई केलाउने प्रयास गर्दै आएका छौं। यस क्रममा आजको अङ्कमा हामीले खानेपानी र सरसफाईको क्षेत्रसँग जोडिएको अर्को नयाँ विषयलाई तपाईँ माझ उठान गर्ने प्रयास गर्दैछौं। पछिल्लो समय हरेक क्षेत्रमा लैंगिक समता र सामाजिक समावेशीकरणको आवाज चर्को रूपमा उठ्ने गरेको छ। यो विषयबाट खानेपानी र सरसफाई क्षेत्र पनि अछुतो भने रहन सक्दैन। पक्कै पनि कमल, आज हामी यो विषयमा केन्द्रित रहेर चर्चा गर्ने नै छौं। तर आजको विषयमा प्रवेश गर्नुभन्दा अगाडि अघिल्लो हप्ताको कार्यक्रमबारे संक्षिप्त स्मरण गरौं। अघिल्लो हप्ता हामीले खुला दिशामुक्त क्षेत्र घोषणा अभियानसँगै पूर्ण सरसफाई अभियानका विषयमा चर्चा गरेका थियौं। खुला दिशामुक्त क्षेत्र घोषणा पछिको पूर्ण सरसफाई अभियान र यसलाई दिगो राख्न के कस्ता कदमहरू चाल्न आवश्यक छन्, सरकारको रणनीतिक योजना कस्तो छ भन्ने सवालमा केन्द्रित रहेर विशेष रिपोर्ट पनि प्रस्तुत गरेका थियौं। सँगसँगै नाटक श्रृङ्खला खर्क गाउँको कथा लगायतका नियमित स्तम्भहरू पनि राखेका थियौं। र अब भने आजको कुरा गरौं। हामीले कार्यक्रमको आरम्भमा नै भनि पनि सकेका छौं, आज हामी नयाँ विषयमा केन्द्रित रहेर चर्चा गर्नेछौं भनेर। विशेष गरी बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिहरू, दलित तथा पिछडिएका वर्गहरूले खानेपानी र सरसफाईका क्षेत्रमा के कस्ता समस्या भोगिरहनु परेको छ भन्ने विषयमा केन्द्रित रहेर चर्चा गर्नेछौं। साथै यसै विषयमा केन्द्रित रहेर विशेष रिपोर्ट पनि प्रस्तुत गर्नेछौं। अवश्य पनि उर्मिला, यसका साथै सबैले निकै रुचाइदिनु भएको नाटक श्रृङ्खला खर्क गाउँको कथाको 24औं भाग पनि प्रस्तुत गर्नेछौं। कार्यक्रममा प्रस्तुत गरिने सामग्रीबारे जानकारी पछि अहिलेलाई भने कार्यक्रमको नियमित प्रस्तुति गतिविधि राख्ने बेला भएको छ र गतिविधिको साथमा छिन् सहकर्मी सरस्वती राउत। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडरेशनको विभिन्न जिल्ला शाखाहरूको जिल्ला सम्मेलन भइरहेका छन्। यस क्रममा कालीकोट, बर्दिया र बझाङ जिल्लामा सम्मेलन सम्पन्न भएको छ। गएको शुक्रबार 9 गते कालीकोटमा जिल्ला सम्मेलन सम्पन्न भयो भने शनिबार 10 गते बर्दिया र आज आइतबार बझाङमा जिल्ला सम्मेलन भएको छ। यसैगरी यही माघ 13 गते डडेलधुरा, 14 गते प्युठान, 15 गते धादिङ र 16 गते बाजुरामा जिल्ला सम्मेलन हुने फेडरेशनले जनाएको छ। कैलालीको लम्कीचुहा नगरपालिका 13 मलभंगामा निर्माण गरिएको आधा करोड़ रुपैयाँ लागतको खानेपानी योजना अलपत्र परेको छ। खानेपानी योजना बन्द हुँदा 3 वर्षदेखि उक्त गाउँका 362 घर परिवार हेड पम्पबाट निकालिने आर्सेनिकयुक्त पानी खान बाध्य भएको स्थानीय उपभोक्ता भीम विष्टले बताउनुभयो। गाउँमा निर्माण गरिएका धारामा पानी नआएपछि उक्त खानेपानी योजना अलपत्र परेको हो। हाल त्यसको संरक्षणमा समेत कसैले चासो देखाएको छैन। आर्थिक वर्ष 2065-66 मा नेवाको आर्थिक सहयोग तथा कोडेक्सको साझेदारीमा मलभंगा खानेपानी तथा सरसफाई योजनाले 48 लाख रुपैयाँको लागत र स्थानीय श्रमदानबाट खानेपानीको धारा निर्माण गरेको थियो। धनकुटा जिल्ला पूर्वाञ्चलकै दोस्रो खुला दिशामुक्त जिल्ला घोषित भएको छ। जिल्लामा भएका सबै गाविस र नगरपालिकालाई यसअघि नै खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेपछि जिल्लालाई मुलुककै 21औं खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो। यस्तै 12 महिनादेखि 23 महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि जिल्लालाई देशकै 5औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। के नानी, के गरेको यो? इनार छेउमै बसेर लुगा धोइरहेकी छौ र फोहोर पानी पनि त्यहीँ फालिरहेछौ। किन रमेश, लुगा धोएकै त हो नि, अरू गरे हो र?
यसरी इनार, धारा र ट्याङ्की जस्ता खानेपानीको मुहान नजिकै दूषित पानी फाल्दा मुहान नै फोहोर हुन्छ। हो रमेश, ल त्यति मात्रै कहाँ हो र, दूषित मुहानको पानी पिउँदा हामीलाई रोग लाग्छ र ज्यान पनि जान सक्छ। यसो भए पल्ला घरकी दिदीको छोरा झाडा पखालाबाट मरेको यही फोहोर पानी पिएर हो त? हो, त्यसरी हामीले प्रयोग गर्ने धारा, इनार, ट्याङ्की वरिपरि सधैँ सफा राख्नुपर्छ र मुहान नजिकै दिसा पिसा पनि गर्नु हुँदैन। हुन्छ मिस, अबदेखि म तपाईँले भने जस्तै खानेपानीको मुहान सधैँ सफा राख्छु र अरूलाई पनि सफा राख्न भन्छु। कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत छ। उर्मिला, आज हामीले उठान गरेको विषय लैङ्गिक समता र सामाजिक समावेशीकरण हो। अब यसलाई बुझ्नु पर्दा तिमीले कसरी बुझेकी छौ? कमल, पहिलो कुरो त लैङ्गिक समता भन्ने बित्तिकै महिला र पुरुष दुई बीचको समानतालाई बुझिन्छ। हाम्रो समाजमा महिलामाथि हुने गरेको विभेद र दमनका कारण उनीहरू क्षमतावान हुँदाहुँदै पनि अवसर पाउन सकिरहेका छैनन्। अर्को भनेको महिलाको हक अधिकारको कुरो पनि हो। एउटै समाजमा रहने पुरुषलाई चाहिँ हरेक कुरा गर्न छुट हुने अनि त्यही समाजमा रहेको महिलाले भने वञ्चित भएर बस्नुपर्ने अवस्थाले गर्दा अब त्यस्ता कुरीतिहरूलाई हटाउँदै समानताको अभ्यास र व्यवहार चाहिएको हो र महिला पुरुष बराबरी हुन्, उनीहरू दुवैलाई समान व्यवहार गरिनुपर्छ भन्ने मान्यता नै लैङ्गिक समताको मुख्य आधार हो। यसै गरी सामाजिक समावेशीकरणको पनि यस्तै कुरा हो। यसबारे पनि प्रश्न पारिहालौँ उर्मिला। हुन्छ। महिला, आदिवासी जनजाति, दलित, विपन्न, मजदुर, धार्मिक अल्पसंख्यक, सीमान्तकृत, जोखिममा परेको वर्ग आदिको सहभागिता, प्रतिनिधित्व, पहुँच र निर्णायक भूमिका हुने कुरालाई नै सामाजिक समावेशीकरण भनिन्छ। तर यसरी व्याख्या गरे पनि अझै पनि हरेक समुदाय, जात जाति, महिला तथा बालबालिकाको अधिकार सुनिश्चित हुन भने सकिरहेको छैन। अवश्य पनि कमल, अझै पनि लैङ्गिक समताका लागि हाम्रो मुलुकका धेरै क्षेत्रका महिलाहरूले लडिरहनु परेको छ। दुर्गम तथा ग्रामीण क्षेत्रमा अझै पनि महिला पुरुष बराबर हुन्, महिलाले पनि पुरुष समान अधिकार पाउँछन् भन्ने कुराको अनुभूति त के चेतना पनि नपाएको अवस्था छ। यस्तै जातीय विभेद पनि त्यत्तिकै व्याप्त छ। हुन त जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन 2068 बनेको छ, तर पनि मुलुकका धेरै जसो दलित समुदायले छुवाछुत तथा जातीय विभेद अन्त्य भएको अनुभूति गर्न सकिरहेका छैनन्। यस्ता समस्याको कुरा गर्ने हो भने अपाङ्गता भएका व्यक्ति, बालबालिकाहरूले पनि आफ्नो अधिकार उपयोग गर्न नपाएका थुप्रै उदाहरणहरू छन्। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको विशेष रिपोर्ट अबको क्रममा तपाईँ माझ राख्न चाहन्छौँ र विशेष रिपोर्टको साथमा छिन् सहकर्मी सरस्वती राउत। दैलेखको राकम कर्णाली 9 खिड्की जिउलाकी देवीसरा माझी महिनावरी हुन थालेदेखि नै छाउगोठमा बस्दै आउनु भएकोमा अहिले भने छाउगोठ बस्न छाड्नु भएको छ। छाउपडी प्रथा उन्मूलन अभियानका क्रममा केही महिना अघि उक्त अभियानमा संलग्न गाउँकै महिलाहरूले कुरीतिको विरोध गर्दै उहाँको छाउगोठ भत्काएपछि अहिले देवीसराले महिनावारीका बेला पनि घरमै बस्ने अवसर पाउनु भएको हो। उता पश्चिम सुर्खेतको बेतान गाविसका महिलाहरूले पनि छाउगोठ बस्न छाडिसकेका छन्। तर मुगुको कार्कीबाडा गाउँमा भने महिनावारी भएका महिलालाई धारामा नुहाउन अघोषित रूपमा रोक लगाइएको छ। मुहानसँगै 3वटा धारा भए पनि महिनावारी भएका महिलाहरूलाई नुहाउन नदिँदा खोलाको फोहोर पानीमा नुहाउन बाध्य भएको स्थानीय तारा मल्ल बताउनुहुन्छ। यसै गरी डोटी जिल्लाका अधिकांश गाउँमा दलित र गैर दलितका लागि छुट्टा छुट्टै कुवा बनाइएको छ। डोटीको कलेना 3 बमेमा एउटै टोलमा रहेका दलित र गैर दलित परिवारले अलग अलग कुवाको पानी प्रयोग गर्छन्। तर बाजुराको जुकोट 6 मा दलित र गैर दलित परिवारले अलग अलग रहेका धारालाई पुनर्निर्माण गरी एउटै धारा प्रयोग गर्न थालेका छन्। उक्त गाउँमा गैर दलितको 11 परिवार बसोबास छ भने 42 परिवार दलित छन्। एउटै गाउँका यी दुई समुदायले 2 वर्ष अघिसम्म नजिकैको एउटै मुहानको पानी उपयोग गरे पनि धारा भने अलग अलग थिए। दलित परिवारले गैर दलितको धारा छुन पाउँदैन थिए, तर अहिले परिस्थिति बदलिएको छ। 2 वर्ष अघिसम्म पानी बाराबार गर्ने उक्त गाउँमा दलित र गैर दलित समुदायले अलग अलग धारालाई भत्काएर एउटै धारा बनाएका हुन्। छोइछिटुको आरोपमा गाली गर्ने ब्राह्मणहरू
महिलाहरूले समेत दलितसँगै मिलेर पानी भर्छन्। यता पूर्वी जिल्ला मोरङको उर्लाबारीका अधिकांश विद्यालयहरूमा शिक्षक र विद्यार्थीका लागि छुट्टा छुट्टै शौचालय हुने गरेको छ, तर शिक्षक तथा कर्मचारीले प्रयोग गर्ने शौचालय सफा सुग्घर देखिन्छन् भने विद्यार्थीले प्रयोग गर्ने शौचालय अत्यन्त दुर्गन्धित र प्रदूषित छन्। अब राजधानी काठमाडौँको कुरा गरौं। मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार धरी अपाङ्ग मैत्री छैन। राजधानीमा नै निर्माण भएका भौतिक संरचनाहरू अपाङ्ग मैत्री बन्न सकेका छैनन् भने मुलुकका अन्य ठाउँको हालत त्यसै पनि प्रष्ट हुन्छ। यी त प्रतिनिधि घटना मात्रै हुन्। खानेपानी तथा सरसफाईका साथै हरेक क्षेत्रमा लैंगिक समता र सामाजिक समावेशीकरणको विषय व्यवहारमा लागू भएको पाइँदैन। अन्य विविध क्षेत्रमा जस्तै खानेपानी र सरसफाई क्षेत्रमा पनि लैंगिक समता र सामाजिक समावेशीकरण हुनुपर्ने आवाज पछिल्लो समय तीव्र रूपमा उठ्न थालेको छ। खानेपानी र सरसफाईको क्षेत्रमा पनि महिलाहरूको सहभागितालाई बढ़ाउँदै लगिन थालिएको छ। यस क्रममा नेपाल सरकारले विभिन्न निकायमा महिलाहरूको 33% सहभागिता हुनुपर्ने कानूनी प्रावधान नै बनाएको छ। सरकारको प्रावधान भन्दा पनि एक कदम अगाडि बढ़ेर खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडरेशनले भने आफूसँग आबद्ध खानेपानी उपभोक्ता समितिमा महिला सहभागितालाई 50% हुनुपर्ने व्यवस्थालाई लागू गर्दै आएको छ। यद्यपि खानेपानी र सरसफाई क्षेत्रमा महिला सहभागिताको अवस्था र समस्याहरू के छन् त? फेडरेशन जिल्ला शाखा बर्दियाकी अध्यक्ष टीका शमशेली। भन्दा त अब सामाजिक कारणले नै हो, किन भन्दा अब हाम्रो समाजमा अब महिलाहरू अगाडि बढेको देख्न चाहन्नन् हैन, र अनि घरेसी कामले हैन उनीहरूलाई दोहोरो जिम्मेवारी पनि हुन सक्छ। अब महिलाहरूले गर्ने काम अब अहिलेसम्म गर्दै आएको महिलाहरूले नै जिम्मेवारी जस्तो कि घरको काम चाहिँ महिलाहरूले नै गर्न पर्ने। त्यसकारण अब महिलाहरूले घरमा गरिदिने काम चाहिँ सहयोग नपाएको कारणले गर्दाखेरि पनि महिलाहरू अगाडि बढ्न नसकेको स्थिति हो। अब मलाई लाग्छ अब सबै क्षेत्रमा भोगेकै छन्। तपाईँको अब बल्ल तल्ल म आफै पनि भोगेको कुराहरू अहिले फेडरेसनको नेतृत्व गर्न म पुगेको छु होइन। जसरी पुरुष र महिलालाई हेर्ने दृष्टिकोण हुन्छ नि, म बसेको ठाउँमा पुरुष यदि हुन्थ्यो भने होइन हेर्ने दृष्टिकोण फरक हुन्थ्यो, तर म महिला भएको कारणले अलिकति नेतृत्व केही व्यक्तिहरूले नस्वीकारेको हो कि भन्ने खालको, यसले गर्न सक्दिन भन्ने खालको त्यस्तो खालको मानसिकता चाहिँ देखेको मैले पाएँ होइन। गाउँघरमा पनि थुप्रै समस्याहरू छन्, जस्तो अब महिलाहरूमाथि भएको घरेलु हिंसाहरू होइन, सामाजिक हिंसाहरू पनि थुप्रै छन् यस्ता महिलामाथि हुने कुराहरू। महिलाहरूको सहभागिता सँगसँगै सामाजिक कुरीतिका रूपमा रहेका कुप्रथा तथा कुसंस्कारहरूका कारण पनि महिलाले विभेद सहिरहनु परेको छ। अर्कोतर्फ अघि बढ़न चाहने महिलालाई समाजले नै होच्याउने कारण पनि उनीहरूको क्षमता अभिवृद्धि हुन नसकेको शमशेलीको भनाइ छ। यो लैंगिक समानताको लागि त अब सामाजिक रूपमा आर्थिक रूपमा पनि महिलाहरूलाई जोड्न पर्छ, किन भन्दाखेरि अब जतिसुकै सम्पन्न भए पनि महिलाहरू अहिले पनि भनौँ न अब उत्पादनमूलकमा चाहिँ महिलाहरू हुन्छन् होइन। जस्तो निर्यातमूलक जस्तो केही बेच्नु पर्यो गर्नु पर्यो भन्ने पैसा आउने ठाउँमा चाहिँ महिलाहरूको अझै पनि हात छैन कि। त्यसकारण आर्थिक रूपमा पनि महिलालाई सशक्त बनाउनु पर्छ। अनि सामाजिक रूपमा पनि महिला र पुरुष भनेको एउटा रक्त पाङ्ग्रा हुन्। त्यसकारण यिनीहरूलाई हामीले सँगसँगै लिएर जानुपर्छ भन्ने खालको मान्यता समाजमा रहनुपर्छ। लैंगिक समता र सामाजिक समावेशीकरणसँग अपाङ्गता भएका व्यक्तिको अधिकार पनि जोडिएर आउने गर्छ। अन्तरिम संविधान 2063 मा अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको व्यवस्था गरिएको छ। तर पनि जलस्रोत, खानेपानी र सरसफाई सम्बन्धी कानूनमा भने अपाङ्गता भएका व्यक्तिको पहुँच तथा अधिकार सुनिश्चितताका लागि कुनै स्पष्ट व्यवस्था गरिएको छैन। खानेपानी र सरसफाईका साथै अन्य क्षेत्रमा महिलाहरूले के कस्ता समस्या भोग्दै आएका छन् त? नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धिताल। अपाङ्ग मैत्री छैन होइन, वातावरण कति पनि धाराहरू चाहिँ एकदमै अग्लो अग्लो हुने, टाढा टाढा हुने होइन, घरको उसको दूरी भन्दा पनि एकदम टाढा परसम्म जानुपर्ने, अनि अग्लो ठाउँमा हुने 2-3 वटा सिँढी उक्लेर जानुपर्ने। त्यस्तो अवस्थामा चाहिँ
डन्डी समाउने डन्डी पनि नहुने होइन छेउछाउमा, अनि व्हिलचेयर घुम्ने ठाउँ पनि नहुने क्या। त्यो एकदमै पानीको धारा भएको ठाउँ चाहिँ एकदम अव्यवस्थित खालको हुने क्या। अपाङ्गता भएको व्यक्ति पनि यो धारा प्रयोग गर्न आउँछन् भन्ने किसिमले नै सोचेर बनाइएको छैन क्या। सरसफाइको कुरा गर्दाखेरि टोयलेट चाहिँ अपाङ्गता भएका व्यक्तिको मैत्री नहुने होइन, जस्तो त्यसमा पनि अपाङ्गता भएका महिला मैत्री त हुँदै नहुने। जस्तो व्हिलचेयर युजर अपाङ्गता भएको महिला टोयलेट जानु पर्यो भने चाहिँ ऊ चाहिँ दिनभरिसम्म पनि आफूले पिसाब दिसा च्यापेर बस्नुपर्ने बाध्यता छ, ऊ टोयलेट जान सक्दैन होइन। सामान्य टोयलेटमा दिसा पिसाब गर्न जान सक्दैनन् होइन, उनीहरूलाई चाहिँ कमोडवाला टोयलेटै चाहिन्छ। र यो महिनावारीको बेलामा त झनै धेरै समस्या हुन्छ, त्यहाँ चाहिँ टोयलेटमा पानी हुँदैन होइन। त्यस्तै गरी सार्वजनिक टोयलेट हेर्नुहुन्छ भने यति धेरै फोहोर हुन्छ कि सामान्य मान्छे पनि गएर त्यहाँ बस्न सक्ने अवस्थाका टोयलेट हुँदैनन्। यस्तो बेलामा चाहिँ हाम्रो अपाङ्गता भएको दिदीबहिनीहरू दैनिक रूपमा कलेज स्कुल जाने दिदीबहिनीहरू 4 दिनसम्म स्कुल नगइकन घरमै बस्नुपर्ने बाध्यता हुन्छ। त्यहाँ चाहिँ सरसफाइको व्यवस्था नहुनाले, छुट्टै टोयलेट नहुनाले गर्दाखेरि चाहिँ यो एकदम धेरै समस्याको रूपमा चाहिँ भोगिरहेको अवस्था चाहिँ छ। अपाङ्गता भएकाहरूको अधिकार र सुविधाका लागि नीतिगत तहमा नै स्पष्टता हुन नसकेको र भए पनि व्यावहारिक रूपमा लागू हुन नसकेको धितालको भनाइ छ। अब पहिलो कुरो त हामी त एडभोकेसी लबीमै लाग्न पर्छ। यी सबै कानूनहरू हेरेर केलाएर कहाँ हाम्रो लागि व्यवस्था छ कहाँ छैन भन्ने कुरो हेरेर सरकारलाई लगायत यो क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई चाहिँ हामीले अब पहिलो लेभलमा भेट्न पर्ने, परामर्श सल्लाह सुझावहरू दिनुपर्छ। दोस्रो कुरा त भइरहेका कानूनहरूमा पनि परिमार्जन गर्नका लागि दबाब चाहिँ सिर्जना नगरी हुँदैन। हामीलाई यो आवश्यकता छ यो अनुसारको भएन भनेदेखि चाहिँ कुनै पनि धारा टोयलेट बनाउन पाइँदैन भन्ने खालको चाहिँ मेन्डेट दिने गरी सरकारले त्यस्तो खालको कुराहरू चाहिँ गर्नुपर्छ होला जस्तो लाग्छ। साथसाथै अब कार्यान्वयनको क्षेत्रमा पनि अलिकति बढी दबाब अलि हामीले चाहिँ अनुगमन गर्ने बेला बेलामा अनि सुझावहरू चाहिँ दिने गऱ्यो भने चाहिँ अब प्रभावकारी हुन्छ कि जस्तो मेरो विचारमा चाहिँ जस्तो लाग्छ। लैंगिक समता र सामाजिक समावेशीकरणको आवाज पछिल्लो समय जुन रूपमा उठिरहेको छ यसलाई व्यवहारमा लागू गर्न सम्बन्धित सबै निकाय गम्भीर बन्नै पर्ने देखिन्छ। अझै पनि यस्ता समस्याहरूलाई सामान्य रूपमा लिने र चलि आएको परम्परा तथा संस्कारका रूपमा ग्रहण गरिरहने हो भने 21औं शताब्दीको आजको विकसित युगकै अपमान गर्नु सहर त हुने नै छ, सामाजिक विकासमा पनि हामी झन्झन पछाडि धकेलिँदै जानेछौं। आज हामीले खानेपानी र सरसफाईको क्षेत्रसँग जोडेर लैंगिक समता र सामाजिक समावेशीकरणको सवालमा चर्चा गरिरहेका छौं र यस क्रममा विशेष रिपोर्ट पनि प्रस्तुत गरिसकेका छौं। रिपोर्टमा प्रस्तुत विषयवस्तु उर्मिलालाई कस्तो लाग्यो? मलाई त एकदम राम्रो लाग्यो कमल। हुन त रिपोर्टमा उठान गरिएका केही प्रतिनिधि घटनाले पनि हाम्रो समाज अझै पनि लैंगिक समता र सामाजिक समावेशीकरणको विषयमा कस्तो अवस्थामा छ भन्ने स्पष्ट पारेको छ। सँगसँगै अन्य विविध समस्याहरू पनि देखिएको छ। सबै प्रतिनिधि घटना र समस्यालाई समेट्न नसकिए पनि खानेपानी र सरसफाईको क्षेत्रमा लैंगिक समता र सामाजिक समावेशीकरणको कुरालाई भने रिपोर्टले छर्लङ्ग पारेको छ जस्तो मलाई लागेको छ। अब उर्मिला तिमीले त यो विषयमा छर्लङ्गै भए भन्यौ हैन, तर हामीलाई सुनिरहनु हुने तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया पठाउन नभुल्नुहोला। प्रतिक्रियाका लागि कार्यक्रमको अन्त्यमा सम्पर्क ठेगाना दिने नै छौं, हामीलाई सुन्दै रहनुहोला। अहिलेलाई भने कार्यक्रममा सांगीतिक रमाइलो गर्ने बेला भइसकेको छ। कार्यक्रममा तपाईं समक्ष राख्न चाहन्छौं यो सन्देशमूलक गीत। हग्ने बानी थियो मेरो बाटो घाटो छेउ, हग्ने बानी थियो मेरो बाटो घाटो छेउ, बल्ल कुरा बुझे हजुर कस्तो भयो झौ, मलाई कस्तो भयो झौ, कस्तो भयो झौ, मलाई कस्तो भयो झौ। हग्ने बानी थियो मेरो बाटो घाटो छेउ, हग्ने बानी थियो मेरो बाटो घाटो छेउ, बल्ल कुरा बुझे हजुर कस्तो भयो झौ, मलाई कस्तो भयो झौ, कस्तो भयो झौ, मलाई कस्तो भयो झौ, कस्तो भयो झौ, मलाई कस्तो भयो झौ।
नबुझेरै गरेको थिएँ मैले यस्तो काम बादलको दिमागमा आज लायो घाम झिङ्गा परे फाली खान्थे फाल्दिनथे खाना सहज मान्थे चर्पी भन्दा बाहिर दिशा जान अग्ने बानी थियो मेरो बाटो घाटो छेउ अग्ने बानी थियो मेरो बाटो घाटो छेउ बल्ल कुरा बुझे हजुर कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ अग्ने बानी थियो मेरो बाटो घाटो छेउ अग्ने बानी थियो मेरो बाटो घाटो छेउ बल्ल कुरा बुझे हजुर कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ खाकार फोहोरै पो माका कति साथी सबै बोकी ल्याउने रहेछन् हाम्रै खाना माथि थुथु लाग्यो मुखैभरि वाक्क वाक्क आयो आज बल्ल मेरो हजुर घैँटामा घाम लायो अग्ने बानी थियो मेरो बाटो घाटो छेउ अग्ने बानी थियो मेरो बाटो घाटो छेउ बल्ल कुरा बुझे हजुर कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ अग्ने बानी थियो मेरो बाटो घाटो छेउ अग्ने बानी थियो मेरो बाटो घाटो छेउ बल्ल कुरा बुझे हजुर कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ कस्तो भयो जाऊ मलाई कस्तो भयो जाऊ सांगीतिक प्रस्तुतिपछि अब भने कार्यक्रममा नियमित प्रस्तुति खर्क गाउँको कथाको 24औं भाग प्रस्तुत गर्ने बेला भएको छ। सरसफाई अभियानमा निकै अघि बढिसकेको खर्क गाउँमा अहिले पूर्ण सरसफाई खानेपानी सुरक्षा योजना लगायत थुप्रै विषयमा ध्यान दिन थालिएको छ र यो कुरा हामीले अघिल्लो हप्ताको नाटकको भागमा पनि थाहा पाइसकेका छौं। यी कुरा त थाहा भइ नै सक्यो, तर हिजो आज खर्क गाउँका बासिन्दा के कुरामा व्यस्त हुन थालेका छन् त त्यो पनि थाहा पाउनु पर्यो नि। यो पनि थाहा पाइन्छ उर्मिला। अब खुला दिशामुक्त गाविस घोषणापछि खर्क गाउँमा परिवर्तनका किरणहरू छरिन थालिसकेका छन्, तर यो सँगसँगै त्यहाँका बासिन्दाले आफूलाई कसरी अगाडि बढाइरहेका छन्, खर्क गाउँमा आज के भइरहेको छ थाहा पाउन तपाईलाई पनि हामी सँगै खर्क गाउँतर्फ नै लैजान चाहन्छौं। रमा, बुहारी, तिमी लुगा सिउँदैछौ? हजुर बा, हेर्नुस् न, अस्ति यो टेलरिङको पसल थापेदेखि अहिले 15-20 जनाले लुगा सिलाउने अर्डर दिएका छन्। यति सकेर भान्साको काम गरौँला भनेको, हुन्न बा? हुन्छ, भइहाल्छ नि। तिमी त अब भ्याइ नभ्याइ पो हुने भयो। साँच्ची आज छोरा सुन्दर बिहानैदेखि देख्दिन त, कता गएछ? खोइ बा, मैले नि सोध्या थिएँ, भनेर जानु भएन। होइन बुहारी, म छक्क पर्दैछु। अचेल छोरालाई घरमा देख्न साह्रै गाह्रो हो। अब गाउँतिर सबैले सरसफाइमा लागेको छोराको बाउ भनेर मलाई बधाई दिन्छन्, तर अहिले छोरा सुन्दर पनि अल्लारे ठिटे जस्तो भएर हिँडिरहेछ। तिमीले उसलाई सम्झाएनौ? मैले उहाँलाई कति पटक भनिसकेँ, अब खुला दिशामुक्त गाविस बनाउने लक्ष्य पूरा भयो, यही गाउँमा केही काम गरौँ भनेर। खै कुरै सुन्नुहुन्न। मलाई अस्ति आइते दाइले सुनाउँदै हुनुहुन्थ्यो, अचेल दिउँसो दिउँसो तास पनि खेल्न थाल्नु भएको छ रे। के भन्छौ तिमी? अब यसले मेरो इज्जत पनि सकाउने हो। यसरी भएन। अब त्यसलाई सँगै राखेर सम्झाउनु पर्ने भयो। गाउँलाई खुला दिशामुक्त गाविस घोषणा गरे भनेर अब हात बाँधेर बस्नुहुन्छ त? अब त झन् गाउँमा पूर्ण सरसफाइको लागि धेरै काम गर्नुपर्ने देखिँदैछ। करायसी, संस्थागत तथा वातावरणीय सरसफाइ जस्ता थुप्रै सरसफाइका सूचक हुँदा रहेछन्।
त्यसमा पनि काम गर्नुपर्ने रहेछ। सम्झे अस्ति सम्धिज्यू कहाँ जाँदा सुब्बाबाले खानेपानी सुरक्षा योजनाको लागि तालिम दिने कुरा भइरहेछ भन्दै हुनुहुन्थ्यो। तालिममा सुन्दरलाई पनि पठाउनु पाए सही दिशामा लाग्ने थियो कि अझै यो कुरा गर्नु पर्यो। कुन बेला पो आउँछ त्यो? ओहो, हुन्छ नि बा। तालिम लिनु भनेको यो गाउँको लागि पनि निकै राम्रो हुन्छ। उहाँले पनि भन्दै हुनुहुन्थ्यो खर्क गाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जिल्लामा अर्को साता आयोजना हुने यस्तै यस्तै तालिममा उहाँलाई पनि पठाउने रे। सायद यही तालिम हो कि? ए हो र, हाम्रो गाउँको समितिले पनि नाम पठाइसकेछ। त्यसो भए ल ठिक छ, राम्रै भएछ। हजुर, त्यस्तै लाग्छ मलाई नि। ल बुहारी, तिमी लुगा सिउँदै गर, म नि यसो तल गाउँसम्म पुगेर आउँछ है। हुन्छ बा। रमा बहिनी नमस्कार। हजुर नमस्कार दिदी। के थियो भन्नुहोस् न। हजुर, लुगा सिउनु थियो। यहाँ हजुरले राम्रो लुगा सिलाउनु भएको थियो रे भन्ने सुनेर आएको। के सिलाउनुहुन्छ भन्नुहोस् न त। ए, किन उहाँ भुइँमा बस्नु भएको? भित्रै आउनुहोस् न। हजुरलाई थाहा नहोला, हामीलाई पानी नचल्ने जात भन्छन्, हामी यति बस्नुपर्छ। होइन, के भन्नु भएको? तपाईँ मेरो ग्राहक र ग्राहक भगवान समान हुन्छन्। अहिलेको समयमा पनि छुन हुने र नहुने भनेर हुन्छ? तपाईँहरूले त हक खोज्ने जमानामा आफै यस्तो कुसंस्कारलाई अपनाउनु भयो भने अधिकार कहिले पाउने? हजुर, तपाईँले मात्रै हो यस्तो भन्नुभएको। ऊ त्यहाँ पँधेरामा गयो भने हामीलाई हप्काउँछन् किन पानी लिने समयमा अनुहार देखाउन आइस भनेर। पानीको धारा नै छुट्टै भइसक्यो। अरूले पानी थाप्ने बेला हामी पुग्नुहुन्न रे। चिया पसलमा गए हामी आफूले खाएको गिलास आफैले धोइ पोखाली गर्नुपर्छ। त्यसैले हजुरले पनि हामीलाई त्यस्तै व्यवहार गर्नुहोस् जस्तो अरूले गर्छन्। होइन होइन दिदी, यो व्यवहार होइन, दुर्व्यवहार हो। ल तपाईँ उठ्नुहोस् त, भित्रै बस्नुहोस्। तपाईँ आफैले यस्तो भन्न सुहाउन्न। ल भन्नुहोस्, मैले तपाईँलाई छोएँ, मलाई केही भयो त? म बिरामी भएँ। एक दिन म तपाईँकै घरमा आएर पानी खाउँला, खानेकुरै खाउँला, के त्यति बेला मलाई के हुन्छ त? त्यति मात्रै होइन, यो टेलरिङको काम साँच्चै भन्ने हो भने हाम्रो जातले गर्ने होइन भनेर भन्ने गरिन्थ्यो। खोइ त, मैले गरेँ, मेरो जात झऱ्यो त? यी सबै कुरीति हुन् दिदी। यस्ता कुरालाई छाड्दै जानुपर्छ हामीले। मेरो कुरा मान्नुहोस्, यो जातपात भनेको मानिसले नै बनाएको हो। त्यसैले हामी आफैले यस्तो कुसंस्कारलाई हटाउनु पर्छ दिदी। तपाईँ अधिकारका लागि लड्न सिक्नुहोस्। ल भन्नुहोस्, अब तपाईँ कस्तो लुगा सिलाउन चाहनुहुन्छ? हजुर, मलाई चोलो सिलाउनु थियो। ल अब भित्रै आउनुहोस्, नाप लिनुपर्छ। अनि यो मेरो घरमा जातभातको कुरा आइन्दादेखि नगर्नुहोस् है। खै तपाईँ यसो भन्नुहुन्छ? ल खै अब नाप लिऊ त। खै दिदी, यता फर्किनुहोस् त। लम्बाइ कति राखौँ नि चोलोको? 14 राखेँ है। नाटकको आजको अङ्क सुनेपछि खर्क गाउँमा अब खानेपानी र सरसफाई मात्रै मुख्य विषय रहेन, त्यहाँ अन्य समस्या पनि रहेछन् भन्ने कुराको उजागर भएको छ, हैन उर्मिना? वास्तवमा खानेपानी र सरसफाईमा खर्क गाउँ जुन हिसाबमा सफलता हात पार्दै अघि बढेको छ, त्यही हिसाबमा सामाजिक कुरीति साथै लैङ्गिक समानता लगायतका विषयमा पनि लड्नुपर्ने देखिएको छ। पक्कै पनि हरेक ठाउँमा यस्ता समस्या छन् र ती समस्यालाई हल गर्दै अघि बढ्नु आजको आवश्यकता पनि हो। खैर, आगामी दिनहरूमा खर्क गाउँमा के हुनेछन् त्यसबारे जान्नका लागि तपाईँले कार्यक्रम नियमित रूपमा सुन्दै जानुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। पक्कै पनि नाटकको यो प्रसङ्गलाई थाती राख्दै अब भने कार्यक्रममा नियमित स्तम्भको रूपमा रहेको यस हप्ताको उत्कृष्ट भनाई अर्थात् बाइट अफ द विक राख्ने बेला भएको छ। आजको बाइट अफ द विकमा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालको यो भनाई। जस्तो व्हिलचेयर युजर अपाङ्गता भएको महिला टोइलेट जानु पर्यो भने चाहिँ ऊ चाहिँ
दिनभरिसम्म पनि आफूले पिसाब दिशा च्यापेर बस्नुपर्ने बाध्यता छ। ऊ टोयलेट जान सक्दैन होइन। र यो महिनावारीको बेलामा त झनै धेरै समस्या हुन्छ। त्यहाँ चाहिँ टोयलेटमा पानी हुँदैन होइन। त्यस्तै गरी टोयलेट एकदमै सार्वजनिक टोयलेट हेर्नुहुन्छ भने यति धेरै फोहोर हुन्छ कि सामान्य मान्छे पनि गएर त्यहाँ बस्न सक्ने अवस्थाका टोयलेट हुँदैनन्। यस्तो बेलामा चाहिँ हाम्रो अपाङ्गता भएको दिदीबहिनीहरू दैनिक रूपमा कलेज स्कुल जाने दिदीबहिनीहरू 4 दिनसम्म स्कुल नगइकन घरमै बस्नुपर्ने बाध्यता हुन्छ। यसका साथै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। कार्यक्रमबारे तपाईका कुनै सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने तपाईले सुनिरहनु भएको स्थानीय रेडियो स्टेशन वा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क गर्ने हाम्रो ठेगाना पनि टिपिहाल्नुहोस्। हाम्रो ठेगाना हो खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडरेशनका लागि मिडिया क्याफेको उत्पादन कार्यक्रम हाम्रो आवाज, पोस्ट बक्स नम्बर 19980 काठमाडौँ नेपाल, फोन नम्बर 0142497220। तपाई यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो mediacafe.11@gmail.com mediacafe.11@gmail.com र info@fedwasan.org info@fedwasun.org। हवस् त, अर्को आइतबार तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम हाम्रो आवाजका सम्पूर्ण टिमसँगै म कमल र म उर्मिला पनि बिदा चाहन्छौ। नमस्कार। खानेपानी, सरसफाई र स्वच्छतामा सकारात्मक परिवर्तनका लागि हाम्रो आवाज। पैसा नहुने बहानामा सबन्दै खिरेनौ, माटो खरानी सबै उस्तै स्वास्थ्य चिनेनौ। हात धुँदा आफ्नो हातमा जसले साबुन नचायो, स्वस्थ रही जीवनमा उसले पैसा बचायो। साबुन पानीले नै हात धुनु दिनदिन। आफू बुझौ घरमा भनौ अरूलाई बताऊ, फोहोर खाएको छैन भनी छातियो फुलाऊ। साबुन पानी हातलाई बनाऊ तिन हिरो, तिनको मिलन सधैँ भए कीटाणु सब जिरो। साबुन पानीले नै हात धुनु दिनदिन। खानेपानी, सरसफाई र स्वच्छतामा सकारात्मक परिवर्तनका लागि हाम्रो आवाज।